नमस्कार यहाँहरूलाई फेरि स्वागत छ मेरो आफ्नो युट्युब च्यानलमा। प्रेम भाइले स्वास्थ्य र राम्रो जग्गाहरू देखाउनुहुन्छ, तपाईलाई थाहा छँदैछ। आज पनि यति राम्रो जग्गा, 3 आना 2 पैसा 2 दाम जग्गा, बाटो टक्क 13 फुटे ढलान सर पूर्व मोडा गरेको, टाढा होइन है, काठमाडौँको गोकर्णेश्वर मन्दिर भन्दा नजिकै भन्दा पनि हुन्छ। जग्गा दैनीलाई 15 दिनभित्रमा इमर्जेन्सी बिक्री गर्दै हुनुहुन्छ। त्यो हुँदा रेट त एकदमै मिलाएर पाइ नै हाल्नुहुन्छ। लिन चाहनुहुन्छ यो भिडियो अन्तिमसम्म हेर्नु होला, अनि मात्रै थाहा पाइ नै हाल्नुहुन्छ है त। आजको बिक्रीमा रहेको जग्गा यही नै हो। अब तपाईलाई जस्ताको तस्तै देखाउँदैछु। अगाडि हेर्न सक्नुहुन्छ ठुला ठुला स्कुलका बसहरू मजाले आउँछ हैन, हेर्न सक्नुहुन्छ। टिपरहरू पनि आउँछ किनकि बाटो टक्क 13 फुटे ढलान सर छ। ढलको निकास पनि भइसकेको छ। अगाडिपट्टि नयाँ नयाँ घरहरू बनिसकेको छ, बन्दै गरेको पनि छ। तपाईले जस्ताको तस्तै हेर्न सक्नुहुन्छ। अब यो बाटो सरेर हेर्न सक्नुहुन्छ। बाटो यो भयो। अब यहाँसम्म आउँछ है त, तपाईलाई अगाडिसम्म देखाउँछ है। यहाँसम्म आउँछ, यहाँदेखि सरेर वाल पछाडिसम्म गएको छ। जस्ताको तस्तै तपाईलाई देखाउँछ है त। अब यहाँदेखि सरेर वाल पछाडिसम्म। अब यो साइडदेखि टक्क अर्को साइडमा हेर्न सक्नुहुन्छ घर बनिसकेको छ। पूर्व साइडमा बाटो भयो भने दक्षिण साइडमा यति राम्रो घर बनिसकेको छ, हेर्न सक्नुहुन्छ। अब पश्चिम साइडमा खाली जग्गा रहेको छ भने उत्तर साइडतिर पनि खाली जग्गा रहेको छ। जस्ताको तस्तै तपाईलाई देखाउँदैछु। आजको बिक्रीमा रहेको जग्गा यही नै हो। अब यो जग्गा लिँदै गर्दा फाइदा भन्दैछु हैन। तपाईले वरिपरिको दृश्य त हेरिसक्नुभयो। एक नम्बरमा भनेको बाटोको सुविधा प्रशस्त पाउनुहुन्छ। 13 फुटे बाटो बनिसकेपछि त्यो पनि ढलको निकास भइसकेको सुविधा भइ नै हाल्यो। बत्तीको पोल भइ नै हाल्यो। वरिपरि घरको बिचमा बनिसकेपछि छिमेकी राम्रो भइ नै हाल्नुभयो। अब अर्को कुरा भनेको रुटको गाडी चल्ने हाइवे बाटो गोकर्णेश्वर मन्दिरदेखि पनि नजिकै है। अब पानी बत्तीको प्रशस्त मात्रामा सुविधा पाइ नै हाल्नुहुन्छ यो एरियामा। यस्तो राम्रो जग्गा नकिने कस्तो किन्नुहुन्छ, मूल्य पनि एकदम मिलाएर दिन्छु भनिसक्नु भएको छ। यो भिडियो अन्तिमसम्म हेर्नु होला, अनि मात्रै थाहा पाइ नै हाल्नुहुन्छ। आहा नि यति राम्रो जग्गा हेरिसक्नुभयो, मन पारिसक्नुभयो, किन लाग्यो होला, पक्कै पनि लागिसक्यो। यो जग्गाको एक्ज्याक्ट लोकेसन भन्नुपर्दा काठमाडौँ जिल्ला गोकर्णेश्वर नगरपालिका वार्ड नम्बर 3 गोकर्णेश्वर मन्दिरभन्दा अलिकति माथि गणेश मन्दिरको ठ्याक्कै साइडमा, हाइटमा भन्दा पनि हुन्छ, 3 आना 2 पैसा 2 दाम जग्गा बिक्रीमा रहेको छ। बाटो पनि टक्क 13 फुटे सरर ढलको निकास भइसकेको, पूर्व मोडा फर्केको, वरिपरि राम्रो घरहरू बनिसकेको ठाउँमा, नयाँ समाज नयाँ बस्तीहरू बस्दै गरेको ठाउँमा यो जग्गा तुरुन्तै किनेर घर बनाएर आनन्दले बस्छु भन्दा पनि मिल्ने, पछि निकै फाइदा खाएर बिक्री गर्छु भन्दा पनि मिल्ने। यो जग्गा किन्दै गर्दा फाइदा के, तपाईहरूले पानी बत्तीको पोल सबै सुविधा पाइ नै हाल्नुहुन्छ है। अब लिन चाहनुहुन्छ एकदमै मिलाएर दिन्छु भनिसक्नु भएको छ चलन चल्तीको मूल्यभन्दा। साइडमा हेर्नु न, जग्गाको लागि भन्दा नम्बर राखिसकेको छु, डाइरेक्ट कन्ट्याक्ट गरेर राम्रोसँग बुझेर लिन सक्नुहुनेछ। र केही नबुझेको कुरा छ भने तल कमेन्टमा लेख्नु होला भन्दै आजलाई बिदा हुन चाहन्छु। हस्त नमस्ते, धन्यवाद। यहाँहरूको दिन समय राम्रोसँग जाओस्।